गोड लागै छ दर्शकवृन्द, म मेनुका डुम्जन र यो हो कार्यक्रम समावेशी समाज। यस कार्यक्रममा हामीले विविध आदिवासी जनजाति लगायत अन्य समुदायहरूको धार्मिक तथा सांस्कृतिक पहिचान बारेका सामग्रीहरू प्रस्तुत गर्ने गर्छौं। त्यही क्रममा आज हामीले नेपालको सूचीकृत आदिवासी जनजातिको वर्गीकरणको आधारमा अति सीमान्तकृत समूहमा पर्ने दनुवार जातिको मुण्डन संस्कार बारे चर्चा गर्नेछौं। प्रत्येक वर्ष श्री पञ्चमी तिथिमा धनुषा जिल्ला छिरेश्वरनाथ नगरपालिका 5 नम्बर वडा स्थित श्री दुधमती माई मन्दिरमा भव्यताका साथ मुण्डन मेला लाग्ने गर्दछ। हाल त्यस मेलाले महोत्सवको रूप लिएको छ। दनुवार जागरण समिति धनुषाले आयोजना गरेको यस वर्षको मुण्डन मेला महोत्सवमा हामी पनि सरिक हुन भनी आयौं। एका बिहानैबाट श्री दुधमती माई मन्दिरमा मानिसहरूको भीड रहेको छ। यो भीड आफ्ना बालबालिकाको मुण्डन गराउन भनी आएका दनुवार परिवारहरूको हो। दनुवार जातिमा श्री पञ्चमी तिथिको दिनमै मुण्डन गर्ने संस्कार रहेको छ। मुण्डनमा ठाकुरद्वारा बालक छोराछोरीको पहिलो कपाल खौरिने गरिन्छ र यो कपाल श्री दुधमती माई मन्दिरको तलावमा सेलाउने गरिन्छ। यसरी दुधमती माई मन्दिरमा आई मुण्डन गराएर कपाल सेलाएमा मुण्डन गरिएको बालबालिकाको जीवन शुद्ध र कष्टरहित हुने विश्वास गरिन्छ। दनुवार भनेको प्राचीन समयमा दुन भने नदी इन्डियामा पर्छ अहिले सिन्धु घाटीतिर, त्यसैको के अरे दनुवार आएको हो। र यहाँ हाम्रो दनुवार यो तराई र के अरे मधेसतिर त्यहाँ अलि फरक छ। यहाँ परियो मिथिलासँग जोडिएको, त यहाँ दनुवारमा जो प्रापुर कालदेखि आउँछ कि हामीहरू तगाधारी मतलब जनौ लगाउने। त दनुवारमा उपनयन पनि हुन्छ, व्रतबन्ध त्यो सबै हुन्छ। र जसरी अहिले दुधमती हो नि, त हाम्रो दनुवारको के हो, पहिला महथा हुन्छ नि विभिन्न, जस्तै बहादुरिया महता रन्सिङ, त महतामा मात्रै हुन्थ्यो यो केस काट्ने। तर पछि आएर के भयो, सबैको बिहे शादी भएपछि महताको घरको पनि केटी आयो र त्यसको बच्चा भएपछि यहाँ मुण्डन गर्न यहाँ आएको। अब यहाँ दुधमतीको भन्नुहुन्छ त्रेता युगदेखि नै यो दुधमतीको नामाकरण भनाइको अर्थ जब जनकजीको छोरी सीता र विवाह भयो रामचन्द्रसँग अयोध्या जाने टाइममा, त एउटा गाई भनेको कामधेनु, जसको नाम
कौशल्या आएपछि के भन्यो त म त अब जाँदैछु, अब तपाईँले लगेर अजोरिया त हुँदैन, अनि यहीँ जङ्गल जस्तै थियो, यहीँ बस्नुहोस्, यहाँ बस्छु। र त्यही समयमा एउटा रण सिंह राजा जसको निसन्तान अनि दुध जस्तो आइरहन्थ्यो, अनि ध्यानमा बसेछ। अनि दुधमतीले के भन्यो मैले कि तिम्रो पहिला जो बच्चा हुन्छ त्यसको केस मुण्डन गर्ने तपाईँले यहाँ ल्याएर राखिदिनु, यसको इतिहास। दनुवार अग्रजहरूका अनुसार धेरै पहिला मुण्डन संस्कार सिराहा जिल्लामा महता परिवारमा मात्र सीमित थियो। पछि वैवाहिक सम्बन्ध गाँसिँदै जाँदा महता चेलीहरू अन्य स्थानमा पुगेपछि ती स्थानमा पनि मुण्डन संस्कारको विस्तार भएको मानिन्छ। हाल सम्पूर्ण दनुवार जातिले नै मुण्डन संस्कार गर्ने गरेका छन्। यसका लागि टाढा टाढाबाट श्री पञ्चमी तिथिको दिन दनुवारहरू धनुषा स्थित श्री दुधमती माई मन्दिरमा आउने गर्दछन्। सिराहा तथा सप्तरीमा रहेका विविध शक्तिपीठहरूमा पनि मुण्डन गर्ने गरिन्छ। तर त्यहाँ मुण्डन गरिएका कपालहरू भने जम्मा गरी शुभ साइतमा श्री दुधमती माई मन्दिरको तलावमा नै सेलाउन ल्याउने चलन रहेको छ। खास विशेष दनुवारमा चाहिँ महत्त्व हुनुको खास कारण चाहिँ पहिलो सन्तान भइसकेपछि छोरा अथवा छोरी उनको छेबर, जुन नेपालीमा छेबर भनिन्छ, हाम्रो तराईको उसमा चाहिँ मुण्डन भन्छौँ हामी। त्यो चाहिँ पहिलो सन्तान दोस्रो सन्तान जुन भए पनि पहिलोपल्ट चाहिँ छेबर चाहिँ पहिला चाहिँ सप्तरीको जुन महता परिवार, सिराहाको महता परिवार, त्यो घरमा चाहिँ मुण्डन हुने गर्थ्यो। र अघि नै हाम्रो पुजारीज्यूले भन्नुभयो सिराहामा पहिला हुने गरेको थियो र नसकेर पछि हामीलाई चाहिँ यहाँ जिम्मा दियो भन्ने कुरा। अहिले पनि सप्तरीको तपाईँको तर्ही, त्यसपछि दोहबी भन्ने छ, खड्ग नगरपालिकामा दोहबी गाउँ भन्ने छ, र त्यस्तै सिराहा जिल्लामा तपाईँको औरी गाउँपालिका छ, त्यहाँ हुन्छ। लक्ष्मीपुर पतारी गाउँपालिका छ, त्यहाँ पनि हुन्छ। सोहपुर छ। यी गाउँहरूमा पनि आजकै दिनमा मुण्डन चाहिँ त्यहाँ हुन्छ। यस्तै प्रकारले हुन्छ। त्यहाँ चाहिँ अन्डा चढाउने, अनि पिर भन्छ, चामल कुटेर सेतो, त्यो पिर, अनि त्यो परेवा, बोका, पाठी सबै चढाउँछ। र जति पनि मुण्डन गर्न आउने छ ती सबैलाई चाहिँ त्यहाँ प्रसादको रूपमा त्यही खाना खुवाउँछ त्यहाँ। र ठाकुरले त्यही कपाल काट्ने। तर त्यो महता परिवारले चाहिँ त्यो कपाल सबै जम्मा गरेर र यही ठाउँमा जुन अघि मैले देखाएको थिएँ यहाँहरूलाई, जामुनको रुख थियो, अहिले सुकिसकेर बुट्टा मात्रै छ। त्यो मुनि चाहिँ भवरी, जुन अघि भन्नुभयो पुजारीज्यूले, त्यो मुहान हो, रिसोर्सेस। त्यही मुनि चाहिँ त्यो गाउँबाट ल्याएर जम्मा गरेर राम्रो दिनमा अनि कपाल चाहिँ त्यहाँ दिने गरेको। र कपाल यदि तान्यो भने त्यो शुभ साइत अथवा राम्रो लक्षण अथवा कुसार भएको छैन, देवता प्रसन्न भएर चाहिँ कपाल तानिरहेछ भन्ने खालको हुन्थ्यो। र त्यो कपाल सबै लिइसकेपछि अनि फर्किन्थ्यो। यदि त्यसमा कुनै कुसार भयो भनेपछि त्यसको बदलामा फेरि आफ्नै घरमा पाठी चढाउनु पर्ने कि बोका चढाउनु पर्ने, त्यसरी चाहिँ देवताले मनाउने गर्थ्यो। र अहिले चाहिँ बढी जसो मान्छेहरू अब गाउँभन्दा पनि जुन महता परिवारको यहाँ आएर जुन कपाल भसाउने गरेको छ, सेलाउने गरेको छ, त्यो चाहिँ हामी यहाँ आएर किन पूजा नगर्ने भन्दाखेरि अब पहिला त साधनको अभाव थियो, अहिले सवारी साधनको र धेरै साधनहरू भएको कारणले आफ्नै साधनबाट सबैजना आउने गरेका छ दनुवार जातिहरू। र दनुवार मात्रै होइन, अन्य जातिको पनि आस्था र विश्वास भरोसा बढ्दै गयो दिन प्रतिदिन। र उहाँहरू पनि अब जस्तो मोटामोटी 90-95% दनुवार हो भने 5% 7% चाहिँ अन्य जातिले पनि मुण्डन गराइरहेको यहाँहरूले पाउनुभएकै हो। त्यही भएर हाम्रो जातिको खास चाहिँ विशेष महत्त्व भनेको कुनै पनि परिवारमा, महता परिवारमा पहिला हुन्थ्यो, त्यो महता परिवार सबैतिर फिजियो। अनि त्यो हिसाबले त्यो परिवारका
जति पनि छन् त्यो अनिवार्य रूपमै पहिलो दोस्रो जुन सन्तान भए पनि पहिलोपल्ट चाहिँ यहीँ छेवर गराउने र त्यसपछि आफ्नो घरमा पनि छेवर गराउने गरिने चलन चाहिँ छ। विभिन्न स्थानबाट मुण्डन गरिएका कपाल मन्दिरको तलावमा रहेको जामुनको रुखमुनि भसाउनु पर्ने हुन्छ। यस रुखको हाल जरा मात्र बाँकी छ। यो कपाल भसाउने जिम्मेवारी भने श्री दुधमती माई मन्दिरका पुजारी रामदेव दनुवारले लिनुभएको छ। कपाल भसाउँदा सहजै भाष्यो भने देवी देवता प्रफुल्ल छन् भन्ने विश्वास गरिन्छ। त्यसै गरी यदि कपाल भासिएन भने देवी देवता रुष्ट छन् भन्ने विश्वास गरिन्छ र यदि कपाल नभासिएमा देवी देवतालाई रुझाउन खुसी पार्न पूजा आजा गरी परेवा बोका आदि चढाउने गरिन्छ। बुढापालीको बाजेहरूको पालीको अन्डा चढाउने 5 वटा, 5 वटा अन्डा, 5 वटा के भन्छ सुपारी, लड्डु 5 वटा, त्यसपछि के हुन्छ दुध हुन्छ, पिठ हुन्छ। दुध पिठ सबै सँगै चढ्छ। त्यहाँ गएर हामीहरू सुरु गर्छु यो मुरिनको काट्ने सुरु गर्छु। अब बच्चा छ, बच्चालाई त्यो ठुलो केस भयो, केस काट्नुलाई अब घरमा मान्दियो दुधमती माताको चढाउना। त्यो खसी आउँछ, कसैले पाठी ल्याउँछ, कसैले अन्डा ल्याउँछ, दुध ल्याउँछ, पिठ ल्याउँछ, सबै आएर यहाँ चढाउँछ। त्यो चढाएर नि उनीहरू खाइपिएकन आफ्नो घर गइहाल्छ। आफ्नो घर गयो भने हाम्रो केस भसाउनुलाई बच्चाहरूको केस भसाउनुलाई मलाई जिम्मा छ। म भसाउँछु भवमा भसाएर उसलाई एकदम अथी गरिदिन्छु। एउटा पनि केस त तपाईँको फाइल हुँदैन, माथि भित्रै भवमा गइहाल्छ। जबसम्म केस भस्दैन भित्र तबसम्म मलाई छोड्दैन भित्रमा। सिराजीलाई पहिला हुन्थ्यो पताल फुलबारीमा।